अहिले म चाहिँ यो जिनयङ पहिला कोरियाको राष्ट्रपति चाहिँ जुन भ्रष्टाचारको चाहिँ मुद्दा लागेपछि चाहिँ यहाँनिर ढुङ्गा देखिँदैछ माथि सानो ढुङ्गा हो, त्यो ढुङ्गाबाट चाहिँ लडेर मृत्यु भएको रहेछ होइन। त्यस ठाउँमा चाहिँ हामी घुम्न आइरहेछौँ। कोरियाको एकदमै इमान्दार राष्ट्रपति भएकोले गर्दाखेरि पनि आफ्नो इज्जतमा दाग लागिसकेपछि देहत्याग गरेको रहेछ होइन, सुसाइड गरेको भनौँ न। त्यो ठाउँलाई चाहिँ यहाँनिर एकदम पवित्र ठाउँ मानिन्छ। अहिले आज पनि यहाँनिर घुम्ने यहाँदेखि यो राष्ट्रपतिको शालिगमा चाहिँ फुलहरू चढाउनको लागि धेरै मान्छेहरू भेला भइरहेको छ। हामी पनि यहाँ आएको छौँ होइन। यो एक त अब यहाँनिर अहिले कैयौँ फुल्ने सिजन पनि भइसकेको छ कोरियामा, त्यसले गर्दाखेरि पनि अब रमाइलो छ। र त्यस्तै गरी आज चाहिँ दिन पनि मजाले खुलेको हुनाले गर्दाखेरि चाहिँ एकदम रमाइलो भइरहेछ। राष्ट्रपति यहाँबाट लडेर सुसाइड गरेको ठाउँ